लास्ट टाइम 2022 मा पपकर्न खाँदै फिफा वर्ल्ड कप हेरेको त याद नै छ होला कि बिर्सिनु भयो? बिर्से पनि याद ताजा बनाउनको लागि फिफा वर्ल्ड कप 2026 यही जुन 11 बाट स्टार्ट हुन जाँदैछ। आर यु गाइज रेडी फर इट? तर यसपटक भने वर्ल्ड कपमा ड्रास्टिक चेन्ज हुनेवाला छ है। पहिले 32 वटा टिमहरू थिए भने यसपटक भने 48 वटा हुनेछन्, जसले थप प्रतिस्पर्धा हुने देखिन्छ। 22 को वर्ल्ड कप कतारको पेरिफेरीमा रहेर विभिन्न सहरमा भएको थियो भने 26 को वर्ल्ड कप भने 3 वटा देशहरू युएसए, क्यानाडा र मेक्सिकोमा हुँदैछ, जसले लजिस्टिक र ट्राभललाई अर्को स्तरमा पुर्याउँछ। म्याच करिब 104 वटा हुनेछन्, जुन इतिहासमा नै बढी हो। यी सबै कुराहरूको एनालाइसिस गर्दा लाग्छ अब फुटबल सबैको गेम बन्यो। साना देशहरूलाई पनि विश्व मञ्चमा चम्किने मौका मिल्नेछ, तर नेपालले भने क्वालिफाई गर्न सकेन। सो डिसपोइन्टिङ, ब्याड लक। चेन्जका पोजिटिभ एस्पेक्टहरू हुँदाहुँदै पनि केही फ्यानहरूले भने यसले ओभरअल गेमको क्वालिटी घट्न सक्ने र बोरिङ पनि हुन सक्ने भनेका छन्। तपाईलाई के लाग्छ कमेन्ट गर्नुहोस् है त।